कति धेरै माया हो दादा बहिनीको। कहाँको हो दादा बहिनी? हिँड्दै हिँड्दै आयो 1 घण्टाको ट्रेकिङ गरेर दादा र बहिनी यसरी। अनि ट्रेकिङको मजा लिइराछौँ। यिनी मेरो फोटोकपी हुन्। कस्तो रमाइलो लागिरह। नाम कसो गर्नुहुन्छ? ए बेबीले मामुले हेयरब्यान्ड लगाएको हेर न। कस्तो रमाइलो। गुड मर्निङ चियाको साथ हाम्रो। गुड मर्निङ। आज हाम्रो 3rd डे सुरु भयो। अब चिया खाएपछि बल्ल हामीले प्लान बनाउँछौँ कहाँ जाने के गर्ने भनेर। सानी यहाँ छिनी अर्को दादा नुनु गर्नु भएको छ। हेलो गाइस गुड मर्निङ। हामी रेडी भएर कहाँ जाँदैछौँ सानु? हामी कहाँ जाँदैछौँ? यहाँ आउनुहोस् त भिडियो बनाऊँ। हामी कहाँ जाँदैछौँ? हामी के हामी अब घान्द्रुक जाँदैछौँ। ललिपप खाँदै हो छोराछोरीले गर्दा। हाम्रो गन्तव्य घान्द्रुकसम्मको हो। हेर बाटो कस्तो छ। घान्द्रुक पुग्न लाग्यो। घान्द्रुकबाट देखियो पहाड। अनि तिम्रो जिपमा कस्तो भयो? राम्रो भयो। चिरियन्स चाहिँ कस्तो लाग्यो? जिप रमाइलो लाग्यो कि पेलेन? बेबीले जिप कि पेलेन? जिप। हामी जिप लिएर आएको जान्छ। अब हाम्रो ट्रेकिङ सुरु हुन्छ। बेबी ठोकिरे। अब हामी यहाँबाट हिँड्दै जाँदैछौँ। हेलो हामी घान्द्रुक पुग्यौँ। घान्द्रुक जानलाई हामी ट्रेकिङमा छौँ। ट्रेकिङमा अनि अझै ट्रेकिङको मजा लिइराछौँ। यिनी मेरो फोटोकपी हुन्। कस्तो रमाइलो लागिरह। अनि अगाडि हाम्रो जानु भए मेन ट्रेकिङहरू झोला बोकेर। हामी चाहिँ पछाडि छौँ। हाम्रो गाइड हो कि म अगाडि जानु मान्छे बेग्ला। रमाइलो लागिरह। एकछिन हिँड्दा पनि यहाँको गाउँको रमणीय वातावरणमा। तिमीलाई कस्तो भइरहेको छ सुशीला? मलाई त एकदमै रमाइलो। ट्रेकिङ यस्तो छ। मजा आइरहेको। बच्चासित ट्रेकिङमा को जान्छ? हात परे के नयाँ पानी भेटाए बच्चा चिसो रहेछ। ठुलो डाँडालाई ढुङ्गा राखिदिनु रहेछ फेरि। आफूलाई ढुङ्गा त्यही त सिस्नो त पोल्छ छोरा। के थाहा? सिस्नो चाहिँ थाहा छैन है। यो सिस्नो रहेछ मैले। ढुङ्गा भेटे यसलाई चाल्ने सिस्नो भन्छन् के? रमाइलो माने खाने यहाँनिर पानी ढुङ्गा माटो। फिस भेटाले पकाएर खाऊँ है। खोजेछन् फिस रहेछ।
जाउँ अब जाउँ ल फेरि अर्को खोल आउँछ माथि यता आउँछ म लान्द्रुक आएँ भन अहा हाम्रो भरिया सानो त आफै हिँड्नु आऊ अब हाप्पा गर्छु लोटी ढुङ्गा लान्द्रुक आयो लान्द्रुकको त बताएको रहेछ कि पारिपट्टि ठ्याक्कै उहाँ एरोले बता लान्द्रुक सट्ठ गयो उहाँ हामी पुग्यौँ लान्द्रुकको भ्युज हेर्नुहोस् गाइज सबैजनाले तर हामी जान्दैनौँ लान्द्रुक फाइनल्ली वेलकम टु ब्युटिफुल भ्यालेज लान्द्रुक आयो स्वागत छ सबैजनालाई वेलकम छ है लान्द्रुकमा धन्यवाद हजुरलाई बेबी आऊ फाइनल्ली 1 घन्टा 10 मिनटमा हामी लान्द्रुक आइपुग्यौँ ट्रेकिङ पुरै हिँडेर दिस इज आवर रुम देखाउ राम्रो छ लान्द्रुकको हिँड्दाखेरि चाहिँ 1 घन्टा भयो साह्रै गाह्रो भयो बच्चासँग बच्चालाई झोला राम्रो देखिन्छ बाहिर रहेछ चप्पल लाएर देखाउँछु है त चप्पल लाएर देखाउँछु म हजुरहरूलाई पसिना पनि धेरै बल्ल सानोको पनि चप्पल लगाइदिन्छु सानो तिमी पनि जुत्ता ओपन गर सिरियसलाई ओहो जुका लागेछ हामी बाटोमा हिँड्दै आउँदाखेरि के भएछ सानो दादालाई जुकाले टोकेछ तिमीले पनि टोकेछ कि हेरौँ त खै बाबाले जुत्ता खोलिदिन भन घान्द्रुक आएको भन न घान्द्रुक आएको भन न घाम लाग्यो घमाइलो आज कति मा भन्ने सानो त यहाँ पोखरा आएर पोखरेली भइसक्यो आज कति रमाइलो हेलो हामी अब घान्द्रुकको बाहिरको भ्युज हेर्न जाँदैछौँ है त बाबा टोली त कहाँ हराउँछ खै हामी अब बच्चा टोली र मामु टोली भएर हिँडियो महँगो बाँच्न आइरहेको छ घान्द्रुक लोकल सामानहरूको हामी छानो यति नामी भन्छौँ केटाकेटी नामा नि यता गर्दै दिन्छन् ब्रिज गेस्ट हाउस रेस्टुरेन्ट घान्द्रुक यो हाम्रो आजको स्टे रुम यस्तो छ भ्युज देखिन्छ हेरेर मात्रै हामी फोटो खिच्न जानु पर्यो भनेर हिँडेको अब हाम्रो गाइडहरू छैनन् कहाँ जाने हो कता जाने हो फुत्क्यो कति धेरै माया हो दादा बहिनीको कहाँको हो दादा बहिनी हिँड्दै हिँड्दै आयो 1 घन्टाको ट्रेकिङ गरेर दादा र बहिनी अनि जुकाले टोकेर है कता हिँडेको कति खुसी भन्छन् बिचबाट हिँड है नानु बिचबाट कुनाबाट है छोराछोरीले के गरेको हो ढुङ्गा ल्याइदियो नेनाले के भन्छ तिमीले आई मिस यु नेना भन न कस्तो राम्रो छ घान्द्रुक भन उसो तिमी पनि आऊ है भन ल हिँड फ्लावर लिन आउनु भएको सिरियस सानबेला यिनीहरू कति मिल्छन् यिनीहरूलाई ठुलो भएर मेमोरी हुने भयो
हामी सानोमा यति मिल्थ्यौँ भनेर हाम्रा राजा र रानी राजा रानी आए घुमेर अलि माथिसम्म गयौँ हामी जे भने हामीले त्यही मान्नुपर्छ उहाँ त अब प्रिन्सेस हो नि त हाम्रो लागि है अब अरूको लागि त के भन्नु सबैको लागि आफ्नो बच्चा हुन् यिनी हाम्रो लागि हुन् अरूलाई त भन्ने कुरो भएन होइन र एकछिन यहाँ खेल न त अब गीत गाइदियो एउटा मकैतिर हाम्रो सिल हामी फेरि चिया मात्रै खान मन लाग्थ्यो थियो अरू गर्मीमा चिया खाने मान्छेले रातिमा यस्तो जाडोमा त चिया खान्छ हामी त अब चिया अर्डर गरेर जान्छौँ हामीले रातिको भ्युज भानरुखको रातिको भ्यू रमाइलो छ आउनु होला अरूहरू पनि सजेस्ट गर्छौँ यहाँ खेल्दैछन् उता माथिको भ्यू हेर्ने ल फेरि चियर्स गराउँथ्यो फेरि चियर्स गर्छु जाडो भएर म त मेरो लुगा भरि सबै सानोको ड्याडीले मेरो काठमाडौँ छोडिदिनु भयो 3-4 लुगा घुम्न आएको मान्छेको यस्तो बिजोग पारिदिएर अहिले आफ्नो लुगा लगाइरहेको जाडो भएर है सानो मामुको चाची भयो सबै ड्याडीले छोडिदिनु भयो मलाई फेरि किन्न पर्यो कति आपत भयो अब हामी खाना खान जाँदैछौँ गाइस कानरुखको खाना खान्छौँ अनि कस्तो हुन्छ कि भाइ हामी अब डिनर गर्ने ठाउँमा आइसकेका छौँ डिनरको वेट गर्दैछौँ कस्तो जाडो छ यस्तो रात परेको छ 8 बज्यो मिसोहरू यहाँ डिनर गर्न बसिरहेछ के खानु म छोरी त चाहिन्न होला मलाई मेरो छोरो मामु न बेबी कतै गयो भने मामु कसो गर्नुहुन्छ अनि ए बेबी र मामुले हेयरब्यान्ड लगाएको हेर न कस्तो रमाइलो मैले नाममा जाजी लाग्यो फेरि चाहिँ भाइ दादालाई बोलाउनु आउनु दादा छिटो भनौँ घानरुखको खाना खान लाग्छौँ है हामीले अब पोखरा खायो भएर पाइयो रे